क्यार्दै हुनुहुन्छ क्यार्दै हुनुहुन्छ के गर्दै यो प्लास्टिकको उलाई हजुर कसरी छेडिन्छ यसरी छेड्डेला यो छेड्न लाउनु वा छेडेर के हुन्छ त यो पानी नछेड्ने भने फुलको बिरुवा बाँध्दो रहेछ त्यही भएर यसलाई पाल पार्नु पर्दो रहेछ कि अनि यहाँ मैले फुल गमला बनाउनु लगाएको अब त पैसा तिरेर गमला बनाउनु भन्दा त यी थोत्रा मात्रामा बनाएपछि त अनि घर आखेर जसले आएछ त साइडमा खोइ कालो काला छ चिलाउला लम्बे ए बुढी हर्छ देखाइदेऊ हिस के छ त्यही आयो चिलाउला त दाइ बिजी हुनुहुन्छ फेरि के छ दाइ मजा आछ गाना बजाउनु गिटार बजाउन मजा सी गाइस सी म यही छु के छ गुड मर्निङ आज हजुर कहाँ छ नि फाइनल्ली साथीहरू मामा घरमा यसो टुर हान्दैछु एकछिन घुम्ने होइन मजा आउँछ डाँडातिर गएर किङ कोब्रा यो एरिया भनेको बाक्लो एरिया र किङ कोब्रा दुईटा किङ कोब्रा मार्यो अनि अति साह्रै उकालो छ क्या रे डाँडा चढ्दैछौँ अब बाक्लो एरिया अरे टाइगर टाइगर we'll play with tiger guys टाइगर दोन टाइगर छ कसले मारेको त्यसलाई सालको पातमा यसरी हिँड्नुपर्छ है हवाई पनि लाग्छ है अरे यार गर्मी भाइ जाडो अब त राम्रो यस्तो बाटो चढ्दियो यार बाटै छैन यो अझै उकालो छ क्या यता पुरै जङ्गल छ यो जङ्गल चाहिँ जङ्गलमा चाहिँ चितुवा छ अनि हामी चाहिँ जङ्गलको साइडबाट हिँडिरहेको छौँ होइन वन बाख्रो देखिन्छ अरे बाटो ट्रेकिङ मोटोले साथ यार म यहाँ पा के हो वन बाख्रो अहिले त मैले छेगा मेरो ट्रेकिङ सुज लाएर आउनु
हो नि मेरो उकालो चढ्दा चढ्दै खतम भइसक्यो यार के खाले चल घुमाइ उफ्रिँदै गयो है तल ए यहाँ त देखिन्न होला बाख्रा हो वन बाख्रा त्यहाँ पनि एउटा के हिँड्ने आज खै चितुवाइ होला काटेर चिनी सुख होइन थुक्यो साइकलले थुक्यो यहाँ त पुरै हावा झरेको छ क्या मुटु दुखिरहेछ तर हिँड्ने बानी नै छैन बाटो त के भएको यो मुख जति नतल लाग्छ नगर लाग्छ फोटो खै हामी ढुक्क हालत यो त भाती जस्तो है काटे गर्नु हावाले यहाँ रेत भाँच्थ्यो बाटोमा लडेछ एउटा थकै लाग्ने रहेछ ए कट्नु पर्यो यसरी चोक्ने आयो बिस्तारै आइरहेको छ है यस्तो अफरोडिङ आयो अफरोडिङ पनि बाइक साइकलवाला होइन खुट्टावाला नाइकीको चप्पलमा नाइकी त के भन्नु यहाँका नाइकी हुन् ए किरा अनि अलिक ठुलो भएपछि नै हिँडेँ फाइनली आयो नारको डाँडा कति देख्छ बाटो त काइदा यो हिमाल त देखिन्न अहिले है can't see the mountains but guys see the hills त्यसको पछाडि चाहिँ माउन्टेन्स छ डाँडाको माथिको बाटो यता पनि खाली यता बाटो यता खाली ड्रिम डेस्टिनेसन यो हेलो यो यहाँ बाटो गर्नु छ बारीमा पुग्छ कसको बारीमा त्यहाँ तुरी लाग्थ्यो यो बारी हो र यहाँबाट ओह्रालो झरेको नि फेरि कहिले आउँदा त हो त यहाँबाट नि हामी ओह्रालो झर्यो यहाँ माथि गएको यार यहाँ माथि त पुरै त्यो गर्ने ठाउँ छ फोटोसोटो खिच्ने बवाल डाँडा छ त यो डाँडा होइन त्यसको माथि नि राम्रो भिड आउँछ पहिला बियर लिएर आगो लगाइदिएछ कसले ए पहिल्यै पहिला त टरभन्दा पनि थकै लाग्ने रहेछ यार के छ निखिल दाइ ठिक छ अलिअलि त देखिया छ क्या रे क्लियर छैन क्या यस्तरी आएर
यहाँ किरा होला फेरि यस्तो छ डाँडाको टुप्पोमा पिपलको बुट होइन यो बर पिपल बर हो कुन हो बर यो रुख के हो बरको रुख बरको रुख अनि म चावल लाएर मस्त कपाल काट्दै उता माडीफाट देखाऊ यता माडीफाटको भ्यू छ हेरि अच्छा कति धेरै किरा आउने यहाँ त के किरा छन् हेरौँ मलाई यहाँ टोकेर हैरान पारिसक्यो यस्तरी टोक्छ नि फेरि खतम छ यार हालत खतम छ गाइस यस्तरी तपाईँको डाँडा भनेको यही है हामी झन् टपमा जाँदैछौँ है यो हामी अझै टप ठाउँमा खिरा आउँछन् है हप्ताभरि कताबाट हामी कहाँ आउँदैछौँ भने यो एरियाको टपमा ओइट भरे कहाँ हो भने त्यो लछर पछर गर्दै हिँडेको छ डाँडा जहाँ गए पनि डाँडाको टुप्पै हो लोट्यो हट गाइजहरु साथी यस्तो डाँडा चाहिँ चढ्नै पर्ने ठाउँ हो क्या दादा यस्तो भ्यू आउँछ अमलाको बुटो दाइल टिप्दै हुनुहुन्छ दाइ त्यति धेरै अमला चाहिँ किन टिपिरह काण्डमा जाँदा होइन यस्तो पो छ र मजा आउने ठाउँ डाँडाको टुप्पामा हिँडिरहेको छौँ होइन योभन्दा माथि केही छैन आकाश उता हेर्ने भने हिमाल छ अहिले त देखिन्न बिहानै आउनुपर्छ कि राति हेर हाय अगाडि ठाउँ हेरौँ है यो झर्ने होइन त गरम छिटो लाइनमा छ नि यस्तो छ यार सुस्त हिँड्नुपर्छ हामी दाइ यहाँ हेरेर बस्नु आइयो झरियो बिस्तारै त्यसलाई छोपेर झार्नु पर्छ गाह्रो छ एक्लै आएको भए कसरी एक्लै आएको भने निरै सक्दैन उताडो गलत बाटो आइएछ नि त रेलगाडी हिँड्न अगाडि हिँड्न सकिन्छ
यो हो के टावर त यहाँ उसमा चाहिँ बस्न सकिन्न बिजुली चम्क्या बेला होइन त्यो बेला बस्यो भने त यहाँ झट्का खाइन्छ झट्का झट्का खाइन्छ गाइस यहाँ फेरि पनि यस्तै बाटो आउँछ क्या यहाँ चाहिँ मजा आउँछ हिँड्न पनि यस्तो यस्तोमा दौड्यो दौड्यो अब चाहिँ हामी झर्दैछौँ पुगो घुमेर है आजको दिनको लागि हाम्रो लागि घुमेर पुग्यो अगाडि के अब चाहिँ हामी फर्किँदैछौँ घर सो होइन अब चाहिँ हामी घर फर्किँदै गाइस धेरै घुमियो आज बसियो रमाइलो गरियो के डाँडा भन्छ अरे दाइलाई नायरको डाँडा आइयो होइन भ्यू फेरियो एकछिन चिसो खाइयो एउटा चिसो खाइयो चिप्स खाइयो अब चाहिँ घर फर्किने सो थ्याङ्क यू फर वाचिङ अब त घरै गइन्छ होला है फेरि हेरौँला नेक्स्ट ब्लग अब फेरि बनाउँछु थ्याङ्क यू गाइज फर वाचिङ होइन सो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अरू त के भन्नु थ्याङ्क यू बाई हेलो गौडेलजी के छ गौडेल सोचेको मासु कतिको खान्छस् गौडेल लक्कै आउँछ होला नि होइन गौडेल तेरो सोचेको मासु खाँदा त गौडेल ओए गौडेल गौडेल मेरो त ब्रेकअप भयो नि गौडेल यसो कतै देखाएको छ मिलाइदिनुलाई भनेर सोधेको गौडेल अब लभ नगर नि गौडेल तैँले मिलाइदिए गौडेल